नमस्कार साथीहरू, स्वागत छ तपाईलाई टेक्निकल टीएस युट्युब च्यानलमा। आज चाहिँ मैले तपाईहरुको लागि एउटा छुट्टै किसिमको भिडियो लिएर आएको छु। हामी कोही पनि मान्छेहरू विभिन्न प्रकारको भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गर्छौं। त्यो भिडियो चाहिँ युट्युबमा हालिसकेपछि भिडियो भाइरल भयो अथवा सब्स्क्राइबर हाम्रो 1K क्रस भएर वाच टाइम चाहिँ 4K आवर्स घण्टा कम्प्लिट भयो भने चाहिँ हामीले युट्युबलाई मोनेटाइजेसन गर्न सक्छौं। युट्युब मोनेटाइजेसन भनेको चाहिँ के हो भन्दाखेरि तपाईहरुले युट्युबबाट कुनै पनि भिडियो हालेर राम्रो वाच टाइम र भ्युज गयो भने तपाईहरुले त्यहाँबाट अर्निङ गर्न सक्नुहुनेछ। तपाईहरुले यो काम गर्नको लागि सबैभन्दा सुरुमा आफूले एउटा युट्युब च्यानल क्रिएट गर्नुपर्ने हुन्छ। युट्युब च्यानल कसरी क्रिएट गर्ने भन्ने भिडियो चाहिएको छ भने कमेन्ट गर्नुहोला र तपाईहरुलाई पनि मैले जानेको टिप्सहरु दिन सक्छु। जब तपाईहरुले युट्युब च्यानल क्रिएट गर्नुहुन्छ र त्यसलाई बिस्तारै ग्रो गर्दै अप हुँदै गएपछि तपाईहरुको 1K सब्स्क्राइबर कम्प्लिट हुन्छ र 4K आवर्स घण्टा वाच टाइम पनि कम्प्लिट हुन्छ। यदि त्यति भइसकेपछि चाहिँ तपाईहरुलाई युट्युबले एउटा युट्युब पार्टनर प्रोग्रामको लागि एलिजिबल गर्छ र तपाईहरुले त्यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। साथीहरु, त्यसरी नै आज मलाई एउटा युट्युब च्यानल मेरो साथीले मलाई उसको वाच टाइम पनि पुगेको थियो, उसको सब्स्क्राइबर पनि पुगेको थियो र मलाई उसले चाहिँ युट्युब पार्टनर प्रोग्राममा जोइन गर्न र मोनेटाइजेसन एलिजिबल गर्नको लागि चाहिँ जिम्मा दिएको छ र मैले उसको आईडी पासवर्ड साथमा लिइसकेको छु र अब म भने तपाईहरुलाई 1K सब्स्क्राइबर र 4000 वाच टाइम कम्प्लिट भइसकेपछि चाहिँ हामी कसरी युट्युब पार्टनर प्रोग्राममा जोइन हुने र यसलाई कसरी एप्लाई गर्ने म तपाईहरुलाई प्रोसेस बाइ प्रोसेस सिकाउन गइरहेको छु। कृपया सबैजनाले स्क्रिप्ट नगरिकन हेर्दिनु होला र तपाईहरुको पनि 1K सब्स्क्राइबर कम्प्लिट भएको छ र 4K वाच टाइम कम्प्लिट भएको छ भने तपाईहरुले पनि युट्युब पार्टनर प्रोग्राममा जोइन गर्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईहरुलाई कम्प्लिटली आफ्नो ओरिजिनल कन्टेन्ट चाहिन्छ, आफैले क्रिएट गरेको कन्टेन्ट चाहिन्छ। कुनै पनि कपिराइट कन्टेन्टहरु छ भने चाहिँ यहाँनिर तपाईहरुलाई भेरिफाई हुने गर्छ र या तपाईहरुलाई अप्ठ्यारो पर्न सक्छ। त्यसैले साथीहरु, तपाईहरुले सकेसम्म आफ्नो ओरिजिनल कन्टेन्ट दिने कोसिस गर्नुहोला। त्यसो भन्दै सुरु गरौँ आजको भिडियो। सर्वप्रथम साथीहरु, म तपाईहरुलाई मेरो मोबाइलको स्क्रिन शेयर गर्दै छु र तपाईहरुले पनि मैले यहाँ जसो गरेको छु त्यसरी नै तपाईहरुले पनि प्रोसेस बाइ प्रोसेस गर्दै जानु होला। ल त साथीहरु, भिडियो स्टार्ट गरौँ। सर्वप्रथम साथीहरु, तपाईहरुले चाहिँ आफ्नो मोबाइलको YT स्टुडियोलाई ओपन गर्नु होला। जब YT स्टुडियो ओपन गर्नुहुन्छ तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ नुफु लिम्बु भनेर 4162 सब्स्क्राइबर छ। यो सब्स्क्राइबर चाहिँ 1K कम्प्लिट भयो पुग्छ, तर यहाँ चाहिँ 4162 सब्स्क्राइबर चाहिँ कम्प्लिट भएको छ है। अनि त्यसरी नै तपाईहरु त्यहाँबाट यहाँ पनि अर्निङ लेखेको सेक्सनमा टच गरेर जानु होला। त्यहाँ गइसकेपछि साथीहरु तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ हेलो नुफु लिम्बु एप्लाई टु द युट्युब पार्टनर प्रोग्राम भनेको छ अनि मुनि एप्लाई नाउ देख्न सक्नुहुन्छ। तपाईहरुले चाहिँ यो 1K सब्स्क्राइबर र 4K वाच टाइम कम्प्लिट नगरी चाहिँ यो एप्लाई गर्न सक्नुहुन्न। अनि तपाईहरुले यहाँबाट केही स्क्रल गरेर मुनि जानुभयो भने तपाईहरुलाई देख्न सक्नुहुन्छ यहाँ छ 4162 उसको यो आईडीमा सब्स्क्राइबर छ र उतापट्टि भनेको छ 1K सब्स्क्राइबर भए यसको क्राइटेरिया चाहिँ पुरा हुन्छ भनेर भनेको छ र वाच टाइम देख्न सक्नुहुन्छ तपाईहरुले 4621 र यसको उतापट्टि भनेको छ 4000 वाच टाइम भए कम्प्लिट हुन्छ भनेर र टु स्टेप भेरिफिकेसन पनि कम्प्लिट गर्नु भएको छ, राइट गर्नु भएको छ र कम्युनिटी गाइडलाइनलाई पनि राइट गर्नु भएको छ। हो, यसरी तपाईहरुको सबै प्रोसेसहरु राइट भइसकेको छ अथवा टिक लागिसकेको छ भने तपाईहरुले यसलाई एप्लाई गर्न सक्नुहुन्छ। र यसलाई एप्लाई गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्दा तपाईहरुले यहाँ माथि गएर एप्लाई नाउमा टच गर्नु होला र तपाईहरुले देख्न सक्नुहुन्छ एक नम्बरमा स्टार्ट भनेकोमा टच गर्नु होला। त्यहाँ टच गरेपछि तपाईहरुले यहाँनिर पोलिसीहरुको बारे केही कुराहरु लेखिदिएको हुन्छ र यो सबै तपाईहरुले पढेर रिड गरेर यहाँ कपिराइट छ भने तपाईहरुको रिभ्यूमा पछि चाहिँ अप्ठ्यारो पर्छ भनेर लेखिदिएको छ। तपाईहरुले त्यहाँ पढ्नु होला र आई एक्सेप्टमा टिक गरेर एक्सेप्ट टच गर्नु होला है त। त्यति गरिसकेपछि साथीहरु यो पास भएपछि प्रोसेस 2 मा जान्छ। प्रोसेस 2 मा भनेको छ साइन अप फर एडसेन्स योर युट्युब भनेको छ। यो चाहिँ के भनेको भन्दा तपाईहरुले युट्युबबाट अर्निङ गरेको पैसा चाहिँ एडसेन्स एकाउन्टमा जान्छ। त्यसैले यो एडसेन्सको लागि तपाईहरुले यहाँनिर तपाईहरुको एडसेन्स एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। र साथीहरु तपाईहरुले एडसेन्स एकाउन्ट क्रिएट गर्दा चाहिँ स्टार्टमा टच गर्नु होला र
यो स्टार्टमा टच गरिसकेपछि तपाईँहरूको पहिले कुनै पनि प्रकारको एडसेन्स छ भने यस गर्नु होला, छैन भने नो गर्नु होला, र तपाईँहरूलाई थाहा छैन आई डोन्ट नो गर्नु होला। र यहाँ मैले चाहिँ यो भाइको चाहिँ सुरुमा कुनै पनि एडसेन्स एकाउन्ट छैन, त्यसैले मैले नो आई निड टु क्रिएट वानमा टच गरेको छु। र यहाँ टच गरिसकेपछि साथीहरू तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ विभिन्न प्रकारको जिमेलहरू आउँछ। यहाँ तपाईँले कुन जिमेलबाट युट्युब एकाउन्ट खोल्नु भएको छ त्यही जिमेललाई चाहिँ तपाईँहरूले टच गरेर लगइन हुनु होला। यति गरिसकेपछि साथीहरू यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ र यहाँबाट तपाईँहरूले यसलाई साइन इनको लागि प्रोसेसहरू स्टार्ट गर्नुपर्ने हुन्छ र तपाईँहरूको यहाँनिर युट्युब च्यानलको लिङ्क आफै लेखिदिएको हुन्छ। अनि कन्ट्रीमा हामी नेपाली भएको कारण नेपाल गर्नु होला र अरू देशबाट कतैबाट पनि तपाईँहरूले गरिराख्नु भएको छ भने तपाईँहरूले आफ्नो देशको नाम राख्नु होला। हामी चाहिँ यहाँ नेपालबाट गर्दैछौँ र म चाहिँ यहाँनिर नेपाल भनेर सेलेक्ट गर्दैछु है त साथीहरू। ल मैले यहाँनिर नेपाल भनेर राइट गरिसकेँ। अब त्यहाँबाट हामी यहाँ केही मुनि गएर चाहिँ यसलाई पनि तपाईँहरूले पढेर चाहिँ यहाँ टक्कसँग पढ्नु होला सबै, अनि त्यहाँबाट राइट गरेर सेटअप एकाउन्ट गर्नु होला र त्यहाँबाट तपाईँहरूलाई त्यो गरे पछाडि यस्तो एउटा इन्टरफेस खोल्छ। त्यहाँनिर इन्डिभिजुअल भनेको छ, तपाईँहरूले इन्डिभिजुअलमा राख्नु होला। नेम एन्ड एड्रेस भन्ने छ, नुफु अफिसियल भन्ने छ, यो तपाईँहरूको च्यानल नेम हो। यहाँ तपाईँहरूले आफ्नो नागरिकतामा भएको नाम लेख्नु होला र मैले यहाँनिर आफ्नो नागरिकतामा भएको नाम लेख्दैछु। त्यहाँबाट साथीहरू एड्रेस लाइन 1मा चाहिँ तपाईँहरूले आफ्नो एड्रेस दिनु होला, जस्तै 5 थर फिदिम भनेर मैले लेखेको छु। एड्रेस लाइन 2मा पनि तपाईँहरूले आफ्नो लोकेसनै दिनुपर्ने हुन्छ, 5 थर फिदिम 2 भनेर लेखेँ। सिटीमा चाहिँ के हो भन्दा तपाईँहरूले सिटीको नाम लेख्नु होला। पोस्टल कोड भनेको छ, तपाईँहरूले पोस्टल कोड यहाँनिर आफ्नो सिटीको राख्नु होला। तपाईँहरूले पोस्टल कोड चाहिँ तपाईँहरूलाई पोस्टल कोड कहाँ छ भन्ने थाहा छैन भने चाहिँ तपाईँहरूले गुगलमा गएर क्रोममा गएर चाहिँ आफ्नो सिटीको नाम र पोस्टल कोड भनेर सर्च गर्नुभयो भने ठ्याक्कै भेटाउन सक्नुहुन्छ साथीहरू। त्यहाँबाट मुनि आफ्नो मोबाइल नम्बर राख्नु भन्ने छ, यो तपाईँहरूले मोबाइल नम्बर राख्नु होला यहाँनिर र मैले यहाँ मोबाइल नम्बर राखेँ र यति गरिसकेपछि साथीहरू तपाईँहरूले सबमिटमा टच गरिदिनु होला। सबमिटमा टच गरिसकेपछि साथीहरू तपाईँहरूलाई एडसेन्सको लागि तपाईँहरूले साइन अप गर्नुभएको छ र तपाईँहरूलाई यसले केही दिनको टाइम लिन्छ। यसलाई भेरिफाईको लागि टाइम लाग्ने भएकोले तपाईँहरूलाई केही दिनको टाइम लिन्छ। यसले भनिसकेको छ इन प्रोसेस भनेर, तपाईँहरूले यो भनिसकेको छ यहाँ पढ्नु होला। तपाईँहरू 2 देखि 3 विक्स लाग्छ भनेको छ। यो चाहिँ कम्तीमा पनि 2 देखि 3 हप्ताभित्रमा चाहिँ यसको भेरिफाई प्रोसेसहरू सबै सेट भइसक्छ र तपाईँहरूलाई एउटा मेसेज आउँछ। यदि तपाईँहरूलाई कहिलेकाहीँ यो चाँडो पनि हुने गर्छ र कहिलेकाहीँ यो अलिकति डिले पनि हुने गर्छ। र साथीहरू मैले चाहिँ 2 विक्स पछाडि मैले यहाँनिर देख्न सक्नुहुन्छ कङ्ग्रेचुलेसन युट्युब पार्टनर प्रोग्राम भनेको छ र तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ भेरिफाईको लागि सबै पास भइसकेको छ। अनि त्यहाँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर वाच पेज एड्स भनेकोमा गएर तपाईँहरूले गेट स्टार्टेडमा टच गर्नु होला। तपाईँहरूले यहाँनिर ट्युन अन गर्नु होला। यदि यसो गरेर पछि तपाईँहरूले यहाँ मुनि गएर यो टर्म्सहरू पढेर चाहिँ तपाईँहरूले यहाँ आई एक्सेप्ट गरेर एग्री गर्नु होला र तपाईँहरूलाई भनेको छ यहाँनिर तपाईँहरूलाई विभिन्न प्रकारको एड्सहरू देखाइन्छ भनेको छ, यसलाई पनि राइट गर्नु होला। र त्यहाँबाट तपाईँहरूले मोनिटाइजेसन कुन कुन भिडियोमा गर्ने भन्ने भएको छ, त्यहाँ अलमा गरेर चाहिँ मोनिटाइजेसन अल गरेर चाहिँ यसलाई राइट गर्नु होला। यति गरिसकेपछि साथीहरू तपाईँहरूको युट्युब च्यानल लङ भिडियोहरू चाहिँ सबै मोनिटाइज हुन्छ र सर्चको लागि भने हामीले फेरि अर्को प्रोसेस गर्नुपर्ने हुन्छ। सर्चको लागि साथीहरू सर्च फेड एड्समा गएर तपाईँहरूले गेट स्टार्टेजमा गएर टच गर्नु होला। यति गरिसकेपछि साथीहरू फेरि यसलाई पनि तपाईँहरूले ट्युन अन गर्नु होला। यति गरिसकेपछि साथीहरू तपाईँहरूले यसलाई पनि मुनि गएर आई एक्सेप्टमा टच गरेर एक्सेप्ट गर्नु होला र त्यहाँबाट तपाईँहरूको सर्ट पनि मोनिटाइज हुन्छ र तपाईँहरूको लङ भिडियो पनि सर्ट्स भिडियो पनि दुइटै मोनिटाइज भइसक्छ र तपाईँहरूले यहाँबाट अर्निङ गर्न सक्नुहुन्छ। तपाईँले यहाँबाट राम्रो कन्टेन्ट दिनुभयो, राम्रो भिडियो बनाउनु भयो र पब्लिक सामु चिनाउन सक्नुभयो भने तपाईँहरूले यहाँनिर पनि तपाईँहरूले युट्युबबाट राम्रो अर्निङ गर्न सक्नुहुनेछ। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर हेर्नुहोस् यो आइडीमा कपिराइट बाहेक अरू सबैमा चाहिँ मोनिटाइज भइसकेको छ र यहाँनिर मोनिटाइजको अप्सन पनि खोलिसकेको छ। यही थियो साथीहरू आजको भिडियो। तपाईँहरूलाई कस्तो लाग्यो कृपया च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकन थिच्न नबिर्सिनु होला। र यस्तै टेक्निकल सम्बन्धी विभिन्न प्रकारको टेक्निकल सम्बन्धीको ज्ञानहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गर्नु होला।
साथीहरू, तपाईँहरूले यति गरिसकेपछि तपाईँहरूले यहाँबाट विभिन्न प्रकारको भिडियोहरू बनाएर चाहिँ आफ्नो युट्युब च्यानललाई ग्रो गराएर चाहिँ तपाईँहरूले यहाँ युट्युबबाट अर्निङ गर्न सक्नुहुनेछ। साथीहरू, यही थियो आजको भिडियो। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै आजको लागि भिडियो यति नै र अर्को भिडियोमा भेट्ने बाचाको साथ आज भने बिदा हुन चाहन्छु। धन्यवाद।